हरिओम। अध्यात्मले दिएका यी शब्दबाणीहरू पस्कने क्रममा भाग 3 अनुभूति परिकल्पना। मलाई लागेको अनुभूति ध्यानबाट। कान्ति शान्ति मिल्छ यहाँ चिम्ली हेरी बस्दा, फुलै फुलको रङ्गिन चित्र भित्र भित्र आई बस्दा, इन्द्रेणीको सातै रङको अनुभूति आइसक्दा, आनन्दको वर्षा हुन्छ श्वासै श्वासभित्र पस्दा, आनन्दको वर्षा हुन्छ श्वासै श्वासभित्र पस्दा। आकाशमा उडी पुग्छौ जब तिमीले निलो देख्छौ, तारापुञ्ज छुन पुग्छौ जब तिमीले एकटक हेर्छौ, हेराइको डोरीभित्र अनगिन्ती भावना छन्, भावनाकै बीच भित्र सूर्य ज्योति आई मिल्छन्, भावनाकै बीच भित्र सूर्य ज्योति आई मिल्छन्। मैले यो ध्यान गर्दा मैले आफूले अनुभव गरेको अनुभूति गरेका कुरा हुने। प्रकाशसँग मनको शान्ति साटासाट गरी हेर्दा, पुनर्जन्म हुन्छ तिम्रो मन मस्तिष्क जुटाइदिँदा, अनुहारमा हाँसो छ आफूतिर फर्की हेर्दा, सकारात्मक परिवर्तन ऊर्जा ध्यानभित्र पस्दा, सकारात्मक परिवर्तन ऊर्जा ध्यानभित्र पस्दा। मूलधार चक्र विज्ञान जब तिमी लिन पुग्छौ, मूलजरोमा पानी हाली जब तिमी ध्यानमा बस्छौ, सारा अङ्ग प्रत्यङ्गले तिम्रो कान्ति फर्काइदिन्छ, त्यही क्रान्तिको सुरुवातले शान्ति शान्ति मिलाइदिन्छ, त्यही क्रान्तिको सुरुवातले मनमा शान्ति मिलाइदिन्छ। त्यसैले त योग ध्यान घरबाट सुरु गरौँ, त्यसैले त योग ध्यान घरबाट सुरु गरौँ, परिवार समाज हुँदै विश्व शान्ति नारा बनाऊँ, परिवार समाज हुँदै विश्व शान्ति नारा बनाऊँ, परिवार समाज हुँदै आफूबाट सुरु गरौँ। धन्यवाद। यो ध्यान गर्दा मलाई आएका यी शब्दबाणी हुन्। यहाँ पस्के यहाँहरूलाई सुनेर प्रतिक्रिया दिनुहोला। धन्यवाद। हरिओम।